हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म तपाईँलाई ललितपुरमा रहेको लगनखेल बजार कस्तो छ, कतिको मान्छे आउँछ, कतिको भिड हुन्छ भनेर देखाउँदैछु। आज चाहिँ म लगनखेल बजार आएको छु हैन। अहिले चाहिँ दिनको समय भएर यहाँ त्यति धेरै भिडभाड छैन। एक दुईजना मान्छेहरू आउने जाने क्रम भइरहेछ। साँझको समयमा चाहिँ यहाँ एकदमै भिड, एकदमै घुइँचो हुने ठाउँ हो हैन। खुट्टा राख्ने ठाउँ पनि हुँदैन, त्यति भिड हुने ठाउँ हो हैन। हेर्नुहोस् त, मैले लगनखेल बजारमा के पाउँछ भनेर मैले देखाउँदैछु है। यस्तै यस्तै सानो कुराहरूदेखि लिएर धेरै कुराहरू पाउने ठाउँ, त्यही भएर पनि धेरै मान्छेको घुइँचो हुन्छ हैन यो ठाउँमा चाहिँ। यता चाहिँ तामा पित्तलबाट बनेको एकदमै सुन्दर सुन्दर मूर्तिहरू, सरसामानहरू हैन, यस्तै यस्तै धेरै किसिमको सरसामानहरू पाउने ठाउँ लगनखेल बजार। त्यही भएर पनि धेरै मान्छेको भिड हुन्छ। हेर्नुहोस् त, अहिले चाहिँ मान्छेको भिड सुरु भइसक्यो है साथीहरू भर्खर। योभन्दा पनि अझ धेरै भिड हुने ठाउँ। यहाँ चाहिँ किन यति धेरै भिड हुन्छ भनेर भन्नुहुन्छ साथीहरू। यहाँ चाहिँ एकदमै सस्तो सस्तोको सरसामान, एकदमै सस्तो सस्तोको लत्ता कपडाहरू पाउँछ। त्यही भएर पनि धेरै मान्छेको भिड हुन्छ हैन। यो भिड चाहिँ एक दिन दुई दिनको होइन, प्रत्येक दिन यस्तै हुन्छ भन्दै आजलाई चाहिँ यति नै साथीहरू। बाई बाई। हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म तपाईँलाई ललितपुरमा रहेको लगनखेल बजार कस्तो छ, कतिको मान्छे आउँछ, कतिको भिड हुन्छ भनेर देखाउँदैछु। आज चाहिँ म लगनखेल बजार आएको छु हैन। अहिले चाहिँ दिनको समय भएर यहाँ त्यति धेरै भिडभाड छैन। एक दुईजना मान्छेहरू आउने जाने क्रम भइरहेछ। साँझको समयमा चाहिँ यहाँ एकदमै भिड, एकदमै घुइँचो हुने ठाउँ हो हैन। खुट्टा राख्ने ठाउँ पनि हुँदैन, त्यति भिड हुने ठाउँ हो हैन। हेर्नुहोस् त, मैले लगनखेल बजारमा के पाउँछ भनेर मैले देखाउँदैछु है। यस्तै यस्तै सानो कुराहरूदेखि लिएर धेरै कुराहरू पाउने ठाउँ, त्यही भएर पनि धेरै मान्छेको घुइँचो हुन्छ हैन यो ठाउँमा चाहिँ। यता चाहिँ तामा पित्तलबाट बनेको एकदमै सुन्दर सुन्दर मूर्तिहरू, सरसामानहरू हैन, यस्तै यस्तै धेरै किसिमको सरसामानहरू पाउने ठाउँ लगनखेल बजार। त्यही भएर पनि धेरै मान्छेको भिड हुन्छ। हेर्नुहोस् त, अहिले चाहिँ मान्छेको भिड सुरु भइसक्यो है साथीहरू भर्खर। योभन्दा पनि अझ धेरै भिड हुने ठाउँ। यहाँ चाहिँ किन यति धेरै भिड हुन्छ भनेर भन्नुहुन्छ साथीहरू। यहाँ चाहिँ एकदमै सस्तो सस्तोको सरसामान, एकदमै सस्तो सस्तोको लत्ता कपडाहरू पाउँछ। त्यही भएर पनि धेरै मान्छेको भिड हुन्छ हैन। यो भिड चाहिँ एक दिन दुई दिनको होइन, प्रत्येक दिन यस्तै हुन्छ भन्दै आजलाई चाहिँ यति नै साथीहरू। बाई बाई।